छ अनि यहाँ तिनवटा साइकल छ सुरज आयो हुन्छ यता है भाइ चाहिँ एउटा यता अनि जाँदैछौँ बिस्तारै सटलमा गइरहेको आज चाहिँ त्यही सँग छ उता भइरहेको छ गाडी पुऱ्यो भने हामी चाहिँ ल हामी यहाँ तिनजना मात्रै छौँ आज अरू नै आउने भने धोका दियो होइन पैसा नभएको त गाइस अनि तिनवटा मात्रै साइकल छ हाम्रो चाहिँ आज तिनवटा भयो नि हो मोबाइल हान्नुपर्छ आज राइड खप्रा हुन्छ गाइस त्यही सटलमा आएको छौँ हामी त्यही तिनजना छौँ आज अब राइड चाहिँ मोबाइलै हान्नुपर्छ आज चाहिँ होइन आज चाहिँ बागुवारको हाम्रो राइड चाहिँ केही गर्ने आश छ त्यसैले हाँसेर बाँच्छु आफ्नो जिम्मेवारीलाई म आफ्नै काँधमा राख्छु मलाई राम्रो सङ्गतकार ठाउँ त बवाल छ यता त ठाउँ चाहिँ बवाल छ कि गाई चाहिँ ल हेर्नु न यता चाहिँ हामी नयाँ हो होइन यता आएको छैन मैलसम्म यताबाट यो बाटो चाहिँ ल बवाल छ ठाउँ त कत्रा फ्यान हो के हो स्पोन्सर हाल्नु पर्यो एउटा सान्टा क्रुज ब्रेक हैन त्यो साइकलको अब आम्मामा बब्बा छ त गाइस माथि त भ्यू हेर्नु न ल बाटो निर्माण कार्य हुँदैछ अरे ल गाइस के हो यस्तो हो माथि त पुरै हुस्सु लाग्छ बब्बाल देखिरहेछ आम्मामा पुरै खोला रहेछ त्यता झन् बबाल तर पानी चाहिँ पुरै हिलो रहेछ गाइस देख्न सक्नुहुन्छ आम्मामा यस्तो छ होला बबाल गाइस ल त्यो त्यही अघि न त्यो के अरे आर्मीको त्यो थियो नि टिकट काट्ने त्यहाँभन्दा तल होइन केही नदेख्ने हजुर ए हुन्छ ए जुन बाटो हो त्यही सिधा अरूभन्दा नि हिलो हिलो भयो कि गाई छ्या ठिक छ नि है ल त्यो बबाल हान्नुपर्ने हुन्छ चिप्लोकै बाटो अति नै यार हेर्नु ल मिठो चिप्लिरहेको छ हौ अरूभन्दा नि पानी नै बगिरहेको छ नि यहाँ त खतरा ल हिलो हिलो छ गएर भन्दा पनि छ्या कपडाको हालत त हेर्न नसक्नु भएको छ हौ दामी त यहाँबाट चाहिँ बवाल रहेछ हौ बाटो पनि भ्यू पनि कडा छ यता चाहिँ यहाँ त गाडी आइरहेको रहेछ यार सब टुरिस्टहरू आइरहेको थियो अघि चाहिँ बब्बाल यार बब्बाल क्या भगवान् मजा आयो यार पुरै उकालो हो क्या यहाँबाट चाहिँ अघि आउनु बेला पुरै उकालो थियो होइन गाडीले धन्न तान्यो यार त्यहाँसम्म त्यहाँबाट त गाडीले नतान्दिरहेमा अनि सुरज दाइहरू चाहिँ टक्क दुईजना गयो होइन पाँचजना हुने भनेको थियो आज तिनजना मात्र भयो दुईजना आएन अनि म आएँ होइन फेरि मेरो पनि यहाँ काम भयो म यहाँ गइदिइहालेँ होइन त ठिक छ अब अझै त नि हान्नुपर्छ हामी अहिले यस्तै हो गाइस अब झन् यत्रो टाइमपछि म राइड आएको यार जानै नभइदिएर ल बाघद्वार त अनि यस्तो हुन्छ यहाँ बाघ होला है यसले फेरि एक्लै चाहिँ खाइदिएला नि फेरि मलाई हिलो चाहिँ वाइल्ड छ यार यता
आहा बब्बाल ओइ यत्रो हिलो मेरो यहाँ लुगा सब भिज्छ गाइज अब चाहिँ सब्सक्राइब हान्नु पर्यो है त सबजनाले ल टक्क च्यानल मोनिटाइज हान्नुपर्छ अब बिस्तारै भिडियोहरू पनि हाल्नुपर्ने हुन्छ अब यो त हाइकिङ हो कि यो नानी पानी परेर लास्टै चिप्लो भयो कि केटा यार पानी मात्र नपऱ्यो भने बवाल हुन्थ्यो हिलो सिलो हुँदैन थियो होइन त्यो खतरा हुन्थ्यो झन् चिप्लिने डर हुँदैन थियो क्या भन्नाले ए त्यो बाबा खतरा केटा खतरा राइडको मजा बेग्लै छ नि फेरि आमा यो आँखामा हिलो छेडिदिएर दामी दामी गयो मिठो ल है हिलो हेर ल अरे बाटो के हो यस्तो पुरै लडाइँदो छ आमा यस्तै थकिला केटा हो ए लामो यता चाहिँ हाम्रो मिनी झर्ना छ है दामी ल खतरा छ यार बा ठाउँ त एकदम कडा यहाँबाट त हाछु भिज्यो गाई जो हो यतिको भइदिनु हुन्थ्यो नि यार दामी यो ब्रेक तात्तिसक्यो फेरि खतरा ल यहाँ एक दुईवटा फोटो हानेर जान्छु म अब है त गाइस हेट बाल छ आउँदैन त ल ए अन्त पुरै गुटुङटुङ छ हो बाटो त सेन जम्मै गडाङ गुडुङ गऱ्यो यार हिलो छ यार सबै आमा बागदुवार हान्नै पाएन नि गाई छ आज अब यता एउटा हान्नुपर्ने हुन्छ म चाहिँ आज उता घरमा अलिक काम परेर क्या गाई इमर्जेन्सीमै त्यसैले फर्किनु पऱ्यो यत्रोमा दुःख गरेर आयो यत्रो लास्टमा काम पतिर आएको छ्या यस्तै हुन्छ भने झन् कति बसी आइरहेको गाइज म पहिला यहाँबाट तलसम्म चाहिँ साइकलमा जान्छु अब अनि त्यहाँबाट चाहिँ दाइ आउनुहुन्छ अनि सँगै गाडीमा जानुपर्ने हुन्छ हामी हैट बाटो त खत्तम यार तपाईँहरूले केही देखिरहनु भएको छ कि छैन है अगाडि भन्छु भन्नु होला कमेन्टमा के हो गाई यस्तो मेरो त्यही माथि हावा पनि कम थियो क्या पछाडिको टायरमा हाल्नु पर्ने थियो कहाँ गएर हाल्नु अब खत्तम छ यार बाटो त अरूभन्दा नि यस्तोमा चाहिँ ब्रेक हान्दा म चाहिँ थाक्छ हात पुरै दुखिसक्यो यार अहिले बाटो त पानी परिरहेको गाई त्यही माथि बाटो पुरै चिप्लो छ है यहाँ कुकुर छ फेरि कत्रो क्या लुगा हान्दिरहने त्यो कुकुरले झट्टो लगेर
जेकै नलाग्ने भइसक्यो यस्तरी त राम्रो बाटो आयो भन्न लाग्यो त अगाडि हेर्नु न फेरि हेत फेरिका यस्तो बाटो त गाडीमा त पुरै लुन्टुङ लुन्टुङ भइरहेको थियो हामी साइकल त झन् यो झन् कस्तो हावा भएको छ साइकलले यत्तिकै बाटो भइदिनु हुन्थ्यो यार केटा हो होइन यत्तिको भन्दा बाबा हाल्यो नि फेरि ट्रायल हान्नै पाएन आज ठिक छ पछि हानौँ ल अब लिएर आउनुभएछ अङ्कल होइन र मेरो त के हो टाउकै लुन्डुङ लुन्डुङ भएर केटा हो दामी मिठो भयो ल हात गऱ्यो ढुङ्गा सुङ्गा नभइदिनु हुन्थ्यो यार केटा हो मर्छ यस्तो हेर्छ नानी त्यहाँ त बाबा यार ठाउँ त के ठाउँ भयो भने मुखै कस्तो भयो खतरा खतरा थकै लाग्यो यार पानी परिरहेको त्यही माथि गाह्रो छ युट्युबमा भिडियो हाल्नु पऱ्यो नहाल्नु भने पनि हुँदैन होइन यो गाडी त कहिले आउने हो आउने यस्तो बाटो छ न यो लगाइ चाहिँ एक दुईवटा फोटो हानेर म चाहिँ निस्किहालेँ अब टक्क यो उफ बागद्वार हान्न पायो भए बवाल हुन्थ्यो कि केटा हो यार अब यहाँबाट सुइँ जानुपर्ने हुन्छ आमा टायरमा हावा पनि छैन कि फेरि अघि नै हाल्दा पनि त चल्छ दामी छ नि एउटा यो पुरै उकालो रहेछ ठाडै बल्ल ल सिधा बाटो आयो ल यत्तिको बाटो भइदियो नि हुन्थ्यो कि बवाल मजा आइरह्यो यार तर बल्ल पानी अलि रह्यो यो ओह्रालो आइदियो हुन्थ्यो सास त पुरै फुलिसक्यो मेरो गाडी नै आउँदै होला पछि पछि होइन गयो यो त दामी देख्छ यहाँबाट दामी ल यो हो दामी हो बबाल खतरा ल बाटो त बबाल छ टिभी पुऱ्याउनु पऱ्यो गाई छ अब छिटो ए अब सब्सक्राइब हान्नु ड्याम सबले ल
कस्तो दामी कत्रो लुङ्गायो भगवान् यो घर पनि भगवान् छ त फुलै फुल दामी हट के छ हिँड हिँड अगाडि कुद 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 खैरे कुद खैरे कुद्न अलि हिँड 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 छिटो छिटो आइज 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 खैरे पछाडि बस्यो बल्ल पानी रह्यो भने नि अलिक शान्त भयो क्या अलिक बल्ल दमदममा बस्छु लगाइ एकदम बवाल छ ठाउँ चाहिँ मान्छेहरू घुम्न आइरहेछ है खतरा खतरा कस्तो हिलो दामी तेरो खैरे कहाँ गयो हराएर खैरे कस्तो पछि पछि आइरहेको थियो हिलो हिलो यार ओहो के हो यो बल्ल सिधा बाटो आयो मेरो गाडी आउँदैछ पछाडि कता पुग्यो होला यार यहाँबाट चाहिँ सर तल हो क्या अब खुट्टै गयो यार मेरो त ल यताबाट चाहिँ ओह्रालो जानुपर्ने हुन्छ अब सर आएर अहिले त केटा होला आमा भगवान् कस्तो मोड हो त आमै हेर्नु ल पुरै सुताउनु पर्छ यहाँ त ट्रेकिङहरू हान्न आउनु मान्छेहरू होइन टुरिस्टहरू त्यही त अनि यो दामी छ ठाउँ चाहिँ गाडी पार्किङ भएको छ अगाडि चलाएर बाटै ठिकै छ तल सर आएर आएछ अब यहाँ बाटो बन्दै थियो कि अघि हामी त गाडी आउँदैन होला बाटो बन्द छ होला भनेर बन्दै चाहिँ रहेछ बाटो निर्माण कार्य हुँदैछ अहिले गाइस ल म त कुनतिर गयो त कति यार यहाँ चाहिँ खोला छ क्या एकदम बवाल देखिन्छ हुन्छ खोला भन्ने के भन्ने पुरै अब हिलो हिलो छ त्यो बाटो के अरे बनाइरहेको भएर होला पुरै त्यो डोजरै रहेछ ऊ ल यहाँबाट चाहिँ पुरै ओह्रालो अब सर लाएर जानुपर्ने हुन्छ ए रुका लाग्यो केटा हो यार
गाँड फाट्छ अब तान्यो 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 यो यो हाय हाय ओइ मुला हेट चेन अड्कितिर हेट यो अब अल उडिरह म त ल वाचिङ गाइज बाई बाई अब अर्को भिडियोमा भेट्नुपर्छ हामी है त बाई बाई